अब हामी बजार खराङ बजारमा चाहिँ मङ्गलबारको दिन बिहान 10 बजेसम्म बजार लाग्छ। त्यो बजार जाँदैछौँ साथीहरू हामी चाहिँ। बजार आइपुग्यौँ। यो धुप लानुपर्ने छ। 100 रुपैयाँ मात्र 100। यो धुप त प्योर लेखाली हो के हो दिदी? ऊ बेच्नु राखेको धुपी हो? प्योर लेखाली हो त होइन जस्तो लाग्छ म त पर। लानुपर्ने छ अहिले। बजार का हो खेलेर त मलाई त दाल चाहिँ कसरी? 135 पर्यो दाल त 130 नलाने मर्चन कति कालो हो? डल्ले हो यो कसरी? डल्ले खोर्सानी एउटा बोटले कति पर्छ? एउटा 10 छुट्टै फल्छ होला नि। फल्छ फल्नु त डल्ले नै जस्तो छ हेर्दा त। पोहोर त मैले त लाम्चे भनेर लगेको डल्ले फलेर त्यो बिक्काने खालको डल्ले नि डोडा भएर लानुपर्छ। दाल चाहिँ कसरी किलो भयो? दाल यो दाल चाहिँ कसरी? मलाई यहाँ 3 कुरा दिनु न त। बेसार भन्नुभयो? दाल चाहिँ सोधेको कसरी? 140 ले 140 ले अलि मिल्दैन? 20 बेला कति हजुर पेसो सुने सोया भनेको यता सोधेको रहेछ कि मिलाइदिनु न। कहाँ पैसा ल भन्छ यो चाहिँ कसरी गर्नु? एक कुरो अरे यहाँ ल्याएर भन्छ म त फेरि
यहाँ पैँचो तिर्नुपर्ने थियो यति 3 कुरा भएन 300 3 390 छैन होला त हौ छैन नि 50 को दुईटा मात्रै 390 110 त चाहियो मलाई मजाले लाग्छ यो बेसन दाल किन्नु यहाँ पैसा तिर्नु छ र नकिनु घरमा पनि छानु थियो अब घरमा चाहियो अनि यो चाहिँ तिर्ने पर्यो यतिकै दिन्छु एक 110 त हो अब के गर्नु म ऊ तल गीतालाई पैसा दिनु छ अस्ति च्याउ खाएर त्यहाँ छ हैन ऊ गीता लङ्केको जाउँ न त जाउँ कुन बदम से त गैरको ढुक्रो होइन अचार राख्छ नि मान्छे कसरी मानाको 30 उता तपाईहरुकोतिर फल्छ त यो भटमास के भयो अरे फल्छ त यो भनेको फल्छ र त्यसले नभली आउँछ कोही बेला चाहिँ मकै यहाँ व्यापार गर्नु थालेछ नि त अनि लु अब चाहिँ केही हुन्छ कि त अब चाहिँ केही हुन्छ कि त अस्तिदेखि म नआएको धेरै भयो नि त बजार नआएको तब काठमाडौँ तर अस्ति आउनु भयो नि अस्ति आइहाल्यो नि काठमाडौँ गएर मान्छे बसेको त म त ए समस्या च्याउ पनि दुख्यो होइन उ त च्याउ त धेर छैन नि त आधी किलो दिनेलाई जोखेर शर्मिलाकोमा छोडिदिनु पैसा नि शर्मिलैसँग माग्नु छोरी तातोरा पायो चारै मुटु काम हो कार्टनमा पिपी ठुङ्गामा हालिदिनु पर्छ यताबाट छिर्नु नै उहाँ बस्ने ब्रेन्ची ए कान्छे अस्ति हामीले खाएको च्याउको 600 रामानी दिदी आयो है 600 कागज टाँसिसक्यो म हिँड्नु नभ्याएर पो त आउनु भन्दैछु हिँड्नु नाङ्लोमा राख्नु नि त्यो चाहिँ पठाउनु कसलाई दिनु
होइन म आउनु नै भन्दैछु कि मकै छर्न मल बोक्न घाँस पानी भन अनि अलिअलि एकै ठाउँ कि दुई ठाउँ छरिसक्यो त मकै लाने खेतमा चाहिँ छरेको तल बारीमा सोरसार नै गरेको छैन कसरी गोटाको यो 20 रुपियाँ हो 20 रुपियाँ गोटा अब त सक्न आँट्यो यो तुनटी पकाउनु परेको पिठो ढिलो आउनु भएछ अनि ढिलो भन्दा पनि अस्ति त्यति बेलै आउँदा छिटो जस्तो हुन्थ्यो घरमै बनाएर यो डोनटमा चाहिँ के त्यो खुल्लिने लाउने अर्कै हुन्छ अरे हो ए सेतो ए कसरी पर्छ पाकेटमा आउँछ होला नि पाकेटमा आउँछ 450 पर्छ एक पाकेट ए मनको पाइन्छ सोधिराखेको नि कहिलेकाहीँ बनाइखानु भर्खर उठ्नु थाल्यो त्यतिकै यसो हुसुसु उड्दैछ नि उठेपछि मात्रै पकाउनु पर्छ अनि त्यतिकै अनि गोलो गोलो बनायो अचल हाम्रो दौलतीकोमा बनाउँदैन सिङ्गडा चाहिँ बनाउँथ्यो सदा प्याजी पनि पकाउनै छ थिएन होइन खोइ होइन ढिलै बित्छ त के थियो कि बनाउँथ्यो सदा थिएन प्याजी त अघिदेखि सोध्दै थियो उयो दाइबाट उतैबाट झिक्न पाइँदैन पर्खी पर्खी लाग्छ नि प्याजी पकाउनै छ आलु चप पकाउनै छ ऊ आलु चपको बट्टामा त्यो चाहिँ कागजमै राख्नुपर्छ त होइन घरमा बनाएर ल्याएको होला नि बेलेर अनि अब टाँसियो नि त नि कागज त हो नाङ्लो प्लास्टिकमा चाहिँ गर्नु प्लास्टिकमा चाहिँ राख्नु क्या अब त्यो कागजै खाने भयो कागज टाँसीको अन्त प्लास्टिकमा राख्नुपर्छ नि प्लास्टिकमा प्यात्त हुन्छ अचार अर्को एउटा हो त्यस्तो फाल्दै रातभरि बनाएर ल्याएको होला बिचराले काम गर्नु चाहिँ त भ्याएको अहिले उमेर पनि घरमा बाख्रा सदा त थुप्रो थियो त अहिले पनि छ अनि कति काम दिए 11 छ अनि हामीलाई त कराउँछ गीताले थोरै काम गीताको त बेलै हुने उमेरै छ हामी त अब सकिँदैन पहिला हामी पनि गरेको त्यसरी कति हो कति काम सिकाएको हिजो पुग्नु भएको तल